Happy birthday to you. Happy birthday, dear Ronica. हेलो गाइज एन्ड नमस्ते लस्सो फ्यापुल्ला सबैजनालाई फेरि पनि स्वागत छ हाम्रो नयाँ ब्लगमा चाहिँ तपाईहरुले थम्बनेल अथवा टाइटल हेरेर चाहिँ थाहा पाइसक्नुभयो है। आज चाहिँ एकदमै स्पेशल डे हो। स्पेशल डे चाहिँ किन भन्नुहुन्छ भन्दाखेरि चाहिँ रोनिकाको चाहिँ बर्थडे हो आज। रोनिका चाहिँ उठेको छैन अझै है। म चाहिँ एकछिन अलिकति अगाडि नै उठेँ बर्थडे विश गर्नको लागि। हेलो हेलो म्याडम, गुड मर्निङ, गुड मर्निङ, ह्याप्पी बर्थडे। के हो बर्थडे भए मान्छे नि उठ्नु परेन चाँडै? आमामा के हो पुरै भूत जस्तै बनेर सुत्या त। ल जन्मदिनको धेरै धेरै शुभकामना। ल ल के भयो लजाइ क्या। ल ल ल ल उठ नि त लु, अब आजको तयारीमा लाग्नुपर्छ। आज चाहिँ रोनिकाको बर्थडे हो। खासै स्पेसल प्लानिङ त केही पनि छैन। अब उठ्ने दिउँसो यसो गुम्बा जाने चाहिँ प्लान छ आशाकुशा, र अन्त पनि यसो राम्रो ठाउँ छ भने चाहिँ घुम्न जाने अन्त। अनि बेलुका चाहिँ रुममै आएर चाहिँ यसो सानो केक काट्ने भन्ने चाहिँ प्लान छ। टक्क लाएर भिडियो चाहिँ इन्ट्रेस्टिङ हुन्छ, अन्तिमसम्म हेर्दै गर्नु होला है गाइज। अब चाहिँ सट्टा लाएर रोनिकाले पूजाहरू गर्दैछ। टक्क लाएर पूजा गरेर अब खाना खाएर चाहिँ हामी एकछिन बाहिर निक्लिने छौँ। ओके लेट्स गो लेट्स गो। अब गाइज हामी चाहिँ सट्टा लाएर अब आशाकुशा बुद्धिस्ट टेम्पल जाँदैछौँ है। ओके टक्क लाएर चाहिँ हामी खाजा खाँदैछौँ है। हेलो गाइस, ल चट्टा लाएर हामी चाहिँ अहिले ठ्याक्कै चाहिँ के भन्छ सेन्ट सोजी टेम्पल चाहिँ आइपुगेका छौँ। हामी भित्र छिर्दैछौँ। रोनिका अगाडि अगाडि हिँड्दैछ। मान्छे अलिक प्याक रहेछ है। ल टक्क लाएर हामी चाहिँ यहाँको भ्लग चाहिँ पहिल्यै पनि बनाइसकेका छौँ। अब फेरि पनि आउँदाखेरि फेरि एकचोटि भ्लग खिचौँ कि भनेर चाहिँ सोचेको है। ओके ल पानीले भिज्लास्तो छ चाहिँ म्याक्सिमम विदेशीहरू आउँदो रहेछ, टुरिस्टहरू। ल टक्क लाएर हामी चाहिँ अहिले मेन मन्दिरमा चाहिँ आइपुग्न लाग्यौँ। पानी अलिअलि पर्यो र निकाली छाता ओढ्न सुरु गरिन्। गर्मी भएको छ, गर्मी पानी फाल्दो रहेछ ल है त गाई। मलाई बेसको गर्मी भयो, त्यही भएर म चिसो पानी खान लाग्छ। कस्तो दामी रहेछ हिँड्नु मन्दिरहरू। लगाएर चाहिँ हामी के भन्छ सेन्ट सोजी टेम्पलमा चाहिँ आइसकेका छ। यो मेन गेट हो। ल हामी भित्र जानेछौँ अब। पानी पनि पर्न लाग्यो है, मौसम पनि खराब भयो। होइन खराब होइन, एकदम शीतल भयो। होइन तर घाम लाग्यो भने चाहिँ राम्रो भिडियो अहिले ठिक छ हेर्नु। मलाई राम्रो लाग्यो, चिसो पनि बनाएर चाहिँ है आजकल स्काई ट्रीको छेउ। टेम्पलको चाहिँ मेन पोइन्टमा चाहिँ आइपुगेका छौँ। अब चाहिँ हामी के भन्छ भित्र गएर के धुप्पाल छौँ है त। आज तिम्रो बर्थडे भएर पनि प्लस यहाँ अरू बेला पनि हामी बत्ती बाल्छौँ है। गो ल यता मेन मन्दिर पनि देखाउँछु तपाईँबाट हेर्नु। यो चाहिँ मेन टेम्पल है रोनिका यता। ल हात धुन जाने हिँड्नु पहिला। ए ल
चट्टा लगाएर चाहिँ धुप बाल्दैछौँ। तल राखिराख्ने होला नि होइन? म पनि राख्छु। ओके निहुरेर लिनुपर्छ नि, निहुरेर यसरी भयो। गाइस ल हामी चाहिँ तलाएर पूजा गर्ने र बाल्ने कार्यक्रम चाहिँ सकियो लगभग। भनेपछि अब के गर्ने एकछिन घुम्ने हो कि फर्किने? एकछिन घुमा अनि जाम। यसो साइड सिनहरू गर्छौँ एकछिन। शीतल छ ठाउँ होइन? तलाएर यसो एकछिन रमाइलो गर्छौँ, टिकटक पनि बनाउँछौँ। त्यो पछि चाहिँ घर फर्किनेछौँ। घर हामी भित्र पनि जाँदैछौँ एकछिन। कत्रो चिज हो यो? के हो यो? मिल्छ जस्तो लाग्यो। वाउ दामी यार भित्रको। यहाँ चाहिँ पैसा चढाउने ठाउँ हो। पैसा फुत्ता फाल्ने रहेछ होइन? प्रार्थना गर्ने, पैसा फुत्ता फाल्ने, मनोकामना पुरा हुन्छ चट्टा लाएर। पानी पऱ्यो, अब घर फर्क्यौँ। ल है साथीहरू, अब चाहिँ हामी बर्थडेको लागि रेडी गर्दैछौँ है। अरू भन्दा नि मेरो लागि यति धेरै सजाइदिनु भएको छ आफै है, एक्लै। कस्तो फिल भइरहेछ तपाईँलाई? ओके गाइस, ल हामी चाहिँ टक्क लाएर के भन्छ डेकोरेसन चाहिँ अलिअलि चाहिँ गर्दैछौँ है। टक्क लाएर रोनिका चाहिँ रेडी केक सजाउँदैछ। म चाहिँ यसो लाएर भिडियो लिँदैछु। तिनवटा हात तिम्रो केक हो? मेरो न्यू डिजाइन हो क्या आज। न्यू डिजाइन भन्नाले किन तिनवटा केक ल्याएको भन्नु त? न्यू डिजाइन होस् भनेर, अनि त्यो आफूलाई मनपर्ने डिजाइन नपाएर चाहिँ यस्तो केक आज डिजाइन नपाएर तिनवटा केक लिएर है, फरक फ्लेभरको। कस्तो देखाएको छ होला आज न्यू स्टाइलको न्यू डिजाइन। ओके, हाम्रो चाहिँ छोटो सानो डेकोरेसन, 2-3टा बेलुन होइन, अरू त केही छैन। राम्रो देखाएको छैन? ओके, राम्रो देखाएको छ। बुढाले मेहनत गरेर सजाइदिएको नि, फेरि राम्रो देखेन भन्न पाइँदैन। मेहनत गरेर सजाइदिनु भएको छ, यति राम्रो देखाएको छ, त्यही भएर। ए ल, मिठो केक खान मन लागिसक्यो। केक खतरा देखाएको छ स्टाइलको। ओके लो गाइस, ल अब चाहिँ मजाले केक काट्ने बेला चाहिँ आयो होइन? अब केक काट्ने होइन त? हो, म पछि बाल्दैछु। ह्यापी बर्थडे टु यु। थ्याङ्क यू। इट्स माई बर्थडे। ह्यापी बर्थडे टु यु। ह्यापी बर्थडे टु यु। Happy birthday to you. Happy birthday dear Ronika. Okay. Congratulations. Thank you. आज चाहिँ तिम्रो कति वर्षको बर्थडे? मेरो 24. 24 त होइन होला है, झुट बोल्यो है। तर केटीहरूले के भन्छ, आफ्नो रियल बर्थडे चाहिँ भन्दैनन्। Happy birthday to you. Happy birthday to you. ल मोइनबत्ती बल्ल बल्ल हटाएँ है, झन्डै धुलो गएको, धुलै धुलो भएको केकमा। फेरि अब सबै केक काट्छु म। केक काट्ने पनि घरकै, फेरि तरकारी काट्ने चक्कु पर्यो। तिनटा सक्यो मेरो केक फेरि। ल चारवटा लाएर झ्याप्प लाएर काटेर चाहिँ तपाईँलाई खुवाउँछु ल। आफै खाइ नि हुन्छ हो, आफै खाने।
र आमा बाउलाई सम्झिने ट्रक्का लाएर मै खाने भगवानलाई धन्यवाद दिने बुढालाई पनि धन्यवाद दिने माया गर्ने है त। हजुर हजुर यही छ मेरो तर्फबाट तिमीलाई आशीर्वाद। धन्यवाद हजुरलाई। बर्थडे गर्ललाई ह्यापी बर्थडे टु यु। त्यो त गर्नु पर्दैन के हो बिरालो बनाइदिनु भएको यस्तो पनि हुन्छ भने के खुवाउनु के लगाइदिन्छ हो मान्छेलाई त। तिमीलाई यो खुवाइदिन्छु नि त। जन्मदिनको धेरै धेरै शुभकामना है त। आज चाहिँ एकदमै रमाइलो भयो। ओके गाइस, अब चाहिँ हामी भिडियोको अन्तिमतिर आइपुगेका छौँ। ल भिडियोको अन्तिममा के भन्न चाहन्छौ तिमी? म अन्तिममा चाहिँ के भन्न चाहन्छु भने त्यो एकदम रमाइलो भयो किनकि तपाईँले यति धेरै मेहनत गरेर यस्तो सजाउनु भएर अनि यस्तो न्यू डिजाइनको केक काट्दै रमाइलो गर्दै मनाएँ। अनि त्यही भएर अनि यहाँ मेरो भिडियो हेरिराख्नु भएको सबजनालाई थ्याङ्क यू। मेरो बर्थडे विस गर्नेहरू सबजनालाई धन्यवाद भन्न चाहन्छु। अझै पनि विस गरिदिनु होला रोनिकालाई है। ल भन्दै हामी चाहिँ अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिँदै अर्को भिडियोमा भेट्ने बाछा गर्दै आजलाई चाहिँ बिदा माग्न चाहन्छौँ। टाटा बाई बाई, नमस्ते सबैजनालाई। नमस्ते।